माछा माछा व्यागुता आजको कविता। अहिले देशहरू माछा माछा व्यागुता, देशको डम्फु अरूका हातमा। त्यही देशका तिमी र म, तिमी तिमी नै हौ, म नि म नै हुँ। निश्चित रूपमा फरक छौँ, तर एउटै हालका व्यागुता भएका छौँ। जति नै भुँडी फुलाए पनि गाईभन्दा ठुला हुन सक्दैनौँ। पम्प हाल्नेलाई त के छ, व्यागुता भुँडी फुटेर मरे पनि पानी धमिलो पार्ने उसलाई के फरक पर्छ र? उसलाई चाहिने त माछा हो। ए भ्यागुते सहपाठी, भुँडी फुटेर नमर, यही शुभकामना पम्प भरिएका व्यागुताहरूलाई। पम्प भरिएका बिचरा व्यागुताहरूलाई।